UNLS को टिमको टक्क हाम्रो तिलक सर हुनुहुन्छ समितिको मेन मान्छे। आज खेलाडी छनौटमा आइपुग्नु भएछ। खेलाडीहरूको अब गेम हेरेर छनौट हुन्छ। ल एकजना खैरे दाइ पनि खेल्दै हुनुहुन्छ। एकजना खेलाडीको ड्युटी भएर एउटा फुटबलमा यस्तो नियम पनि हुँदो रहेछ हैन। त्यो मान्छेको बलै पुग्दैन थियो। जस्तै हाम्रो विशालजी हेर्नु बलै कति 200 जति पुग्यो होला। घाइदाको पोस्ट हुँदो रहेछ त्यस्तो। सबैले काइरहेछ यार। खेलमा त्यस्तो पोजिसन पनि हुँदो रहेछ। कडाहरूको स्किल सब देखाउँदैछन्। केटाहरूले स्टामिना बढाउने। हान्यो हान्यो ठिक छ ठिक छ। दाल भातको पावर ल छनौट कार्यक्रम हुन्छ। ल के चाहिँ भीम दाइ खै हान्न देखाउन यहाँनिर यता देखाएको त खै ल नजिकै गएर खेलाडी छनौट गर्न उपाध्यक्षज्यू आइपुग्नु भएको छ। यहाँ के हुन्छ छनौट गर्ने खेलाडी पुगेको छैन। एउटा टिमले छनौट यहाँ 11 जना भइरहेछ। एउटा खैरेले खेलाउनु परेछ। यहाँ 12 जना खेल्न नपुग्यो। खैरे निस ओ खैरे उता गइसक्यो। उ आउँदैछ। उ कहाँ दाल भातलाई कहाँ भ्याउँछ ब्रेडले। कहाँ गयो अरु खेलाडीहरु चाहिँ कस्तो किन हाम्रो नपुगेको? अरु खेलाडी भन्नाले त्यो युगेशको उस रहेछ ड्युटी रहेछ। अनि उताबाट आउने 2 जना मात्र आयो। खेलाडी छनौट गर्नेको उहाँ एकजना घाइते। घाइतेको खुट्टा चाहिँ कस्तो हुँदैछ? ल अब बाँकीको गेम चाहिँ
उसमा हेर हामीलाई अब सब्सक्राइब गरेर राख्नु। विकास हामी अब सामान्य औपचारिक सुरु गर्छौँ। हामीसँग पोल्यान्ड वार्षका लागि हाम्रो अनरेरी कन्सुलेट त्यसै गरी एनआरएन पोल्यान्डका संस्थापक अध्यक्ष डाक्टर रोगराज सुवेदीज्यू देखिरहेको छु। यहाँलाई म भाषणका लागि गर्न चाहन्छु यता स्थानमा। त्यसै गरी मैले एनआरएन पोल्यान्डका महासचिवज्यू देखिरहेको छु। यहाँलाई भाषणका लागि गर्न चाहन्छु। त्यसै गरी डाक्टर अलिको पेन्सिलेजी एनआरएन पोल्यान्डको संस्थापक सदस्य त्यसै गरी जनसदस्य समिति पोल्यान्डको संस्थापक अध्यक्ष हुनुहुन्छ। लगायत मैले यहाँ देखिरहेको छैन अन्य साथीलाई पनि आफ्नो नाम दिँदै जानेछु आउनु भएको खण्डमा। यहाँ मैले मगर समाज देखिरहेको छु, इभेनले साथी साथीहरू देखिरहेको छु, गोर्खाली वारियर्स एभरेस्ट बोइज, हामी जति पनि यहाँ खेलाडी साथीहरू हुनुहुन्छ, यहाँ सम्पूर्ण टिम क्याप्टेन टिम म्यानेजरहरूलाई हामीले सम्झिरहेका छौँ। हामी समय छोटो भएको कारणले गर्दाखेरि म हाम्रो गर्न चाहन्छु। त्यस पछाडि चाहिँ हामीले चालु गर्छौँ। नमस्कार सबैलाई। सर्वप्रथम त यो खेलको चाहिँ प्रतियोगिता सञ्चालन गर्न तयारी गर्नुहुने भौमिक परिवारलाई म धन्यवाद दिन चाहन्छु र सबै साथीहरूले यो खेलमा चाहिँ आफ्नो सफलता पाउनुहुन्छ भन्ने मलाई आशा लागेको छ। खेल यो एउटा यस्तो क्षेत्र हो जसले हामीहरूलाई एकतामा बाँड्छ। हामीहरूको एकताको मात्रै नभइकन शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यमा पनि यसले सहयोग पुर्याउँछ। त्यस कारण रेगुलर खेल्ने साथीहरूले खेल्नु जरुरी छ। र साथै म यहाँ के भन्न चाहन्छु भन्दाखेरि नेपाली अवैतनिक वाणिज्य दूतावास वार्सामा छ। तपाईँहरूलाई चाहिँ केही सहयोग सुझावको आवश्यकता पर्छ भने कन्ट्याक्ट गर्नुहोला। कृपया यसको अफिस आवरमा फोन गर्न सकिन्छ। यो चाहिँ बुधबार 9 बजेदेखि 11 बजेसम्म चल्छ र शनिबार 9 बजेदेखि 11 बजेसम्म हुन्छ। त्योभन्दा बाहेक अरू समयमा पनि कन्ट्याक्ट नम्बर छ, इमेल छ, त्यसमा सम्पर्क गरेर आफ्ना समस्याहरू राख्न सक्नुहुन्छ, आफ्ना सुझावहरू माग्न सक्नुहुन्छ। म जसरी भए पनि आफ्नो समयले भ्याएसम्म सबैलाई उत्तर दिने कोसिस गर्दछु र वाणिज्य दूतावासले सदाको चाहिँ यो यस्तो खेलहरूको लागि सहयोग गर्नेछ, समर्थन गर्नेछ र आजको यो खेलको लागि सबैलाई शुभकामना दिन चाहन्छु र सबैलाई विजयको चाहिँ शुभकामना गर्न चाहन्छु। धन्यवाद। हामीले देखिरहेका छौँ यहाँ एनआरएन पोल्यान्डका साथीहरू हुनुहुन्छ। त्यसै गरी प्रवासी नेपाली एकता समिति समिति, त्यसै गरी इनान्स पोल्यान्ड, दुर्मी समाज पोल्यान्ड, मगर समाज, तामाङ समाज, लगायतका राई समाजका धेरै साथीहरू हुनुहुन्छ। यहाँ सबैलाई सम्झिँदै रहेका छौँ। सबैलाई नमस्कार। बढ्दै गएको छ पोल्यान्डमा, अरू पनि टिमहरू बढोस् त्यसरी नै। यो एउटा चाहिँ हाम्रो व्यवस्था पनि हुन्छ। हाम्रो स्वास्थ्यको लागि एकदमै जरुरी छ। हजुरहरूले तपाईँ यहाँ बस्नु आउनु त्यो एउटा स्टार्टिङ मोमेन्ट थियो हाम्रो सम्पूर्ण पोल्यान्डका विभिन्न। हेलो जर्सीमा भने क्लब ठुलो ब्लू जर्सीमा हुनुहुन्छ।
र दोस्रो हाफ सुरु हुन लागिरहेको छ। हामी सबै टिमका खेलाडीहरूलाई गोल हान्न सफल भएका छन्। यति बेला गोर्खाली वारियर्सका खेलाडीहरूबाट यहाँ गोलरक्षक पनि यति बेला झुकिएका छन्। दामी 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 यार सबैजना दामी यार तिमीसँग हात मिलाउँछु म। जीते जीते फेरि पनि खेलको अवसर दिइरहेछ। बल अगाडि बढाउँदै ठिकै राम्रो बाइसाइक्लिङ देखाउनु खोज्दै थियो नि। फेरि पनि बाइसाइक्लिङ यहाँ बल क्लियर गरिदिएका छन् डिफेन्डर। यहाँ 9 छ क्या हिसाब बिग्रो अब एउटा 1 को सिक्का चाहियो खोइ
एकजना छैन